हेलो साथीहरू, म हजुरहरूलाई आज एउटा सच्चाइ भन्न जाँदैछु जो ममा घटिरहेको छ। प्लिज हजुरहरूलाई म यही अनुरोध गर्दछु कि मेरो यो भिडियो सक्दोमा सक्दो सेयर गरिदिनु होला। धेरैभन्दा धेरै ठाउँमा पुगोस् यो भिडियो हैन। हजुरहरूलाई म यही भन्न चाहन्छु। र मेन त मेरो दादा भाउजू हुनुहुन्छ र मम्मी हुनुहुन्छ, बाबा त हुनुहुन्न, बाबा भित्र जानु भएको 1 वर्ष 2-3 महिना भइसक्यो हैन। अब मम्मी हुनुहुन्छ, दादा भाउजू हुनुहुन्छ, उहाँबाट मेरो यो भिडियो पुगोस् र उहाँहरूलाई पनि थाहा पाओस् कि ममा के घटना घटिरहेछ भनेर उहाँहरूले थाहा पाओस्। आज नि 4 महिना भइसक्यो, 3-4 महिना भइसक्यो मेरो बुढोले चाहिँ मलाई ग्यास सिधेर आगोमा खाना बनाउन लाउनुहुन्छ। हस् त, हजुरहरूलाई यो भिडियो मन परेमा प्लिज लाइक कमेन्ट सेयर